हेलो स्टुडेन्ट, वेलकम ब्याक। म फेरि आइपुगेको छु सेकेन्ड पार्ट लिएर। सेकेन्ड पार्ट सुरु गर्न गइरहेको छु। सेकेन्ड पार्टमा यही युनिट 1 कै समूहकै सेटकै फर्मुला र की पोइन्ट्सहरू। यसमा चाहिँ यो भिडियोमा चाहिँ फर्मुला भन्दा पनि म की पोइन्टमा जोड गर्न गइरहेको छु। की पोइन्टको बारेमा कुरा गर्न गइछु। यो की पोइन्ट एकदमै महत्त्वपूर्ण छ हैन। यो की पोइन्ट भएन भने हामी प्रब्लमलाई बुझ्नै सक्दैनौँ। प्रब्लमले भन्न खोजेको कुरा के वास्तवमा प्रब्लम के हो नै भन्ने कुरा हामी बुझ्न सक्दैनौँ। अनि सोलुसनको त कुरै नै भएन नि हैन। फर्स्टमा चाहिँ प्रब्लम के हो त भन्नेको बुझ्नको लागि चाहिँ हामीले यो की पोइन्टहरू एकदमै बुझ्न जरुरी छ है। यो कुरा म बुझाउन गइरहेको छु। दुईवटा सेटको सँग सम्बन्धित समस्यामा हामीले के कुराहरू थाहा पाउनुपर्छ हैन। जसरी नेपाली भाषामा शब्द अर्थहरू हुन्छ, इङ्ग्लिसमा चाहिँ वर्ड मिनिङहरू नजानेसम्म, नेपालीमा शब्द अर्थ नजानेसम्म न हामीले प्रश्न राम्रोसँग बुझ्न सक्छौँ न उत्तर दिन सक्छौँ। त्यस्तै गरी म्याथमा पनि केही टर्मिनोलोजीहरू हुन्छ जसको चाहिँ सिम्बल, म्याथमेटिक्समा के सिम्बलले त्यो टर्मलाई जनाउँछ, सङ्केत कसरी गर्ने त, पदावलीहरूलाई सङ्केत कसरी गर्ने त भन्ने कुरा जानिएन भने चाहिँ हामीले न प्रश्नपत्र बुझ्न सक्छौँ, प्रश्नपत्र बुझेनौँ भने उत्तर पनि हामी दिन सक्दैनौँ। त्यसैले मैले यसमा चाहिँ अलिकति विशेष जोड दिन गइरहेको छु। हामी यो कुरालाई एकदमै छोडिदिन्छौँ, प्रश्नपत्रमा मात्र हामी गर्ने गर्छौँ। हामी पहिला चाहिँ पढ्दाखेरि खासै विशेष ध्यान दिँदैनौँ। धेरैजना विद्यार्थी र पढाउने टिचरहरूले पनि यसमा धेरै ध्यान नदिएको पाइन्छ, जसको कारणले गर्दा प्रश्नहरू जुन प्रश्न आयो त्यही प्रश्न एकचोटि गरेको प्रश्नलाई मात्र विद्यार्थीले मिलाउने, नयाँ नयाँ प्रश्नहरू आयो भने चाहिँ गर्न नसक्ने भन्ने देखिरहेको छु। त्यसैले यदि दुईवटा सेटहरू, यदि ए र बी मात्र युका उपसमूहहरू भए, इफ ए एन्ड ओन्ली ए एन्ड बी आर ओन्ली सबसेट अफ यु भयो भने हामीले अब केही पदावधि भनेको टर्मिनोलोजीहरू जसको भाषा चाहिँ नेपाली र इङ्ग्लिसमा हुन्छ, नेपाली र इङ्ग्लिसमा भएको वर्डलाई हामीले म्याथको सङ्केत भनेको म्याथको है, म्याथमा रिड गर्ने भनेको सङ्केतलाई बढी रिडिङ गरिन्छ। नेपालीमा जुन शब्द, इङ्ग्लिसमा जुन एउटा वर्ड हुन्छ त्यो इङ्ग्लिसमा भएको र नेपालीमा भएको शब्दलाई सङ्केत गर्ने, सिम्बलमा लेख्ने काम म्याथको हो। यो हामीले बुझ्न जरुरी छ। हामीले नोटेसनलाई एकदमै ध्यान दिनुपर्ने हुन्छ। हामीले यो बुझेनौँ भने हामी अरू गर्न सक्दैनौँ। त्यसैले यदि दुईवटा सेट ए र बीमा ए मात्र, प्रश्नमा ए मात्र दियो अथवा ओन्ली ए र बी मात्र अथवा ओन्ली बी भन्यो भने त्यसलाई चाहिँ हामीले सिम्बलमा यान, त्यसको तल एउटा सानो यो ओ जस्तो लेख्ने, यसले अनि यसलाई फेरि सेटको नोटेसनमा यसरी एन, यसलाई ओन्ली इङ्ग्लिसमा लेखेको एन ओन्ली ए भन्छ है, यसलाई एन ओन्ली ए। त्यस्तै र बी सेटको लागि एन ओन्ली बी। यसलाई एकदमै ध्यान दिनु पर्यो। यदि प्रश्नमा ए मात्र, जस्तो फुटबल मात्र, भलिबल मात्र होइन, सङ्गीत मात्र, त्यस्तो कुरा बनिरहेछ भने चाहिँ यसरी हामी ओन्ली यो सिम्बलहरू युज गरेर हामीले नोटेसन म्याथमा कन्भर्ट गर्नुपर्छ। यसलाई नेपाली भाषा र अङ्ग्रेजी भाषामा दिएकोलाई वर्डलाई हामीले यसरी म्याथको सिम्बलमा कन्भर्ट गर्न पर्छ। यो कन्भर्ट गर्न जानेन, हामीले गलत गऱ्यौँ, ए ओन्ली यसको ठाउँमा हामी चाहिँ एमा यति मात्र राखिदिउँ भने हाम्रो प्रब्लम बिग्रियो। हामीले इन्फर्मेसनलाई नै सही तरिकाले हामीले अगाडि बढाउन सकेनौँ। त्यसपछि अर्को रहेको छ ठिक एउटा मात्र, एक्ज्याक्टली वान ओन्ली वान भन्ने आयो भने त्यसलाई चाहिँ हामी एक्ज्याक्टली वान भनिकन यहाँ त दुईवटा छ, दुईवटामा ओन्ली ए ओन्ली बी को समलाई लिन्छौँ है। ओन्ली ए र ओन्ली बी दुइटै, एक्ज्याक्टली वान ओन्ली वान, ठिक एउटा मात्र भन्यो भने हामी यसलाई चाहिँ यसरी ओन्ली दुइटै ओन्ली अगाडिको दुईवटा ओन्ली चाहिँ त्यसको चाहिँ सम गरिदिन्छौँ है त, सम अफ ओन्ली। त्यसपछि अर्को भनेको कम्तीमा एउटा, यो शब्दलाई ध्यान दिनुपर्छ हामीले। यदि प्रश्नपत्रमा कम्तीमा एउटा ए वा बी वा दुवै भन्ने आयो अथवा एटलिस्ट वान, आइदर ए अर बी अर बोथ भन्ने आयो भने यसलाई चाहिँ युनियनको सिम्बल हैन, यो संयोजनको सिम्बल, नम्बर अफ ए युनियन बी, कार्डिनालिटी भन्छ यसलाई हैन, यहाँलाई कार्डिनालिटी अफ ए युनियन
बी हामी यो युज गर्छौँ, यो सिम्बल युज गर्छौँ, यसमा ध्यान दिनुपर्ने हुन्छ है त। यसमा ए युनियन बी। त्यसपछि अर्को भनेको दुवै, बोथ, दुईटै फलफुल मन पराउने, दुईटै किताब मन पराउने अथवा दुईटै केही कुरा दुवै मन पराउने भन्ने खालको आयो भने, बोथ लाइक बोथ भन्ने खालको आयो भने चाहिँ यसलाई चाहिँ कार्डिनालिटी अफ ए इन्टरसेक्सन बी, ए र बी दुईवटा सेट हुनु भने दुईटै मन पराउने भने चाहिँ यसलाई यसरी कार्डिनालिटी अफ इन्टरसेक्सनमा नोट गर्नु पर्यो। यसलाई म्याथको यसरी यो दिन्छ, यो नेपाली भाषा अङ्ग्रेजी भाषा दुईटैमा दिन्छ प्रश्नपत्रमा, त्यसलाई चाहिँ हामीले म्याथको भाषामा यसरी लेख्न जानेनौँ, रूपान्तरण गर्न जानेनौँ, लेख्न जानेनौँ भने हामी पछि न प्रश्नपत्र हामीले बुझाइमा समस्या हुन्छ अनि उत्तर दिने बेला त प्रश्नपत्रमै बुझाइ गलत भयो भने उत्तर त अटोमेटिक गलत भइहाल्छ। र अर्को एकदम धेरै विद्यार्थीहरू अलिकति ध्यान दिनुपर्ने कुरामा दुवै मन नपराउने, डु नट लाइक बोथ ए एन्ड बी भनेको दुवै मन नपराउने होइन, नाइदर ए नर बी त्यस्तो पनि हुन्छ। यो दुवै मन नपराउने भनेको युनियनको कम्प्लिमेन्ट होइन, कम्तीमा एउटा मन पराउनेको कम्प्लिमेन्ट, ए वा बी वा दुवै मन पराउनेको कम्प्लिमेन्ट होइन, यो दुवै मन पराउनेको कम्प्लिमेन्ट भनेको मन नपराउने भयो। यसलाई यो सिम्बलले हामी डिनोट गर्छौँ। र त्यसपछि एकदमै मोस्ट अलिकति धेरै कन्फ्युजन भएको विद्यार्थीले धेरै सोधेको चाहिँ धेरैले झुक्किने, धेरैले थाहा नपाउने भनेको बढीमा एउटा मन पराउने भनेको छ। बढीमा एउटा मन पराउने भनेको हु लाइक एटमोस्ट वान हो। यो एटमोस्ट वानमा धेरैजना विद्यार्थी झुक्किएको पाउँछु मैले। एटमोस्ट वान भनेको जसरी मनै नपराउने, दुवै मनै नपराउने, दुवै मन नपराउने भन्यो भने युनियनको कम्प्लिमेन्ट हुन्छ भने एटमोस्ट वान, हु लाइक एटमोस्ट वान भन्यो भने चाहिँ यो पनि कम्प्लिमेन्ट नै हो, तर कसको कम्प्लिमेन्ट हो भने चाहिँ इन्टरसेक्सनको कम्प्लिमेन्ट हो। यति कुरालाई चाहिँ एकदमै ध्यान दिएर हामीले यो नेपाली भाषामा र अङ्ग्रेजी भाषा दुईटै भाषामा दिएको शब्द अर्थलाई पढेर तिनीहरूको अर्थलाई हामीले यसरी सङ्केतमा सिम्बलमा लेख्न जान्यौँ भने अथवा हामीले बुझ्न जान्यौँ भने प्रश्नमा के दिएको छ होइन, वानलीमा दिएको छ अथवा के दिएको छ, दुवै मन पराउने दुवै मन नपराउने के भनेको छ त्यो जानेर हामीले प्रश्नपत्रमा सिम्बलमा उतार्नुपर्ने हुन्छ। र पछि एन्सर दिँदा पनि हामीले उत्तर दिँदा पनि यही सिम्बलकै हेल्पबाट फर्मुला अप्लाई गर्ने हो अथवा भेन डायग्रामको थ्रुबाट गर्ने हो। त्यो गरेर हामीले एन्सर दिन पनि हामीलाई एकदम सहज हुन्छ। प्रश्नपत्र बुझ्नको लागि र उत्तर दिनको लागि चाहिँ एकदमै यो की पोइन्टहरू चाहिँ एकदमै यो टर्मिनोलोजीहरू एकदमै बुझ्न जरुरी छ। वानकै सेटकै कन्टिन्युटीमा छौँ। आज चाहिँ म यहाँ भेन डायग्राम, भेन चित्रको बारेमा यसमा केही कुराहरू गर्न गइरहेको छु। म अझै फर्मुलामा आइसकेको छैन, किन भन्दाखेरि टर्मिनोलोजीहरू को बारेमा सिम्बलमा हामीले रूपान्तरण गर्न जानिसकेपछि हामीले भेन डायग्रामलाई बुझ्नुपर्ने हुन्छ। त्यसपछि भेन डायग्रामलाई बुझेपछि मात्र हामी फर्मुलामा जान्छौँ है त, सूत्रहरूमा जान्छौँ। सूत्रहरू फर्मुलामा जानुभन्दा अगाडि एकदमै डायग्रामलाई बुझ्न जरुरी छ। मैले डायग्राम बनाइरहेको छु, मैले यही डायग्रामलाई चाहिँ एक्सप्लेन गर्न गइरहेको छु। यदि ए र बी दुईवटा उपसमूहहरू हुन् युनिभर्सल सेट युका, इफ ए एन्ड बी आर ओन्ली सबसेट अफ युनिभर्सल सेट यु हो भने अब हामी के गर्छौँ त भनेपछि एउटा रेक्ट्याङ्गल बनाउँछौँ होइन। यो रेक्ट्याङ्गल देख्नु भएको छ, यो रेक्ट्याङ्गलले युनिभर्सल सेट युलाई जनाउँछ। यसमा जति कार्डिनालिटी छ त्यसलाई हामी यहाँ लेख्ने गर्छौँ। जति हुन्छ यो डायग्राम होल सर्वे अथवा सर्वेक्षणमा जति गरेको हुन्छ होल टोटललाई हामी यहाँ लेख्ने गर्छौँ युनिभर्सल। यसमा यो चाहिँ यो रेक्ट्याङ्गलले जनाउँछ युनिभर्सल सेट होललाई। त्यसपछि यसमा दुईवटा सेटको कुरा गर्दाखेरि हामीले एउटा सेट यो ए, यो घेराभित्र चाहिँ यो घेरा भनेको चाहिँ ए सेटको हो, अनि यो घेरा भनेको चाहिँ सेट बीको हो। यो ओभरल्यापिङवाला केस हो है, हामीले इक्जाममा आउने भनेको प्राय ओभरल्यापिङकै केस आउने भयो भए मैले ओभरल्यापिङकै मात्र गराएको छु। यो ओभरल्यापिङ केसमा दुईवटा सेट जहाँ ओभरल्याप हुन्छन् यो पार्टिसन भागको हिसाबले हेऱ्यो भने यो आफ्नो आफ्नो यो सीमा हो। यो सीमामा चाहिँ यो कमन यो बिचको पार्ट चाहिँ यो भाग चाहिँ दुवैमा पर्छ, एमा पनि र बी सेट बोथ ए एन्ड बी पर्छ। त्यसैले हामीले अघि यदि टर्मिनोलोजी बुझ्या छ भने बोथ दुवै मन पराउने ए र बी भनेपछि यो हामीले यो सिम्बल इन्टरसेक्सनको यो टर्मिनोलोजीबाट यो बुझिसकेको छ भनेपछि यो भाग चाहिँ दुवैको हो। त्यसैले यहाँ लेख्नु परेन, अब यहाँ चाहिँ बोथ होइन दुवै मन पराउने भनेर लेख्नु परेन, सिम्बल लेख्दै पुगिहाल्यो है। त्यसपछि यो भाग भनेको यसमा यो पार्टमा भनेको कसको अधिकार मात्र हुन्छ भनेपछि सेट ए को मात्र राइट हुने भएको कारणले यसलाई चाहिँ मात्र ए ओन्ली ए
अघि अब त्यो 1 लिएर मात्र यसलाई हामीले यो सिम्बलबाट अघि हामीले बुझिसकेका छौँ नि अघिल्लो भिडियोमा ए हैन 1 ली ए भन्ने सिम्बलबाट बुझिहाल्छौँ। त्यसै यो भाग भनेको कसको हो त 1 ली बी को। यो भनेको चाहिँ कसको हामी लेखिरहनु पर्दैन, यहाँ लेखिरहनु पर्दैन, योमा लेखिरहनु पर्दैन, यो दुवै हैन बोथ ए एन्ड बी को भयो। यो 1 ली ए मात्र ए लेखिरहनु पर्यो नि सिम्बल भइ पुग्छ। यो मात्र बी को 1 ली बी लेखिरहनु परेन। अनि यो चाहिँ ए को यो ए र बी को भयो भने यो त्यो भन्दा बाहेक यो गोलाभित्र र यो गोलाभित्रको बाहेकको यो बाँकी भाग यताको सबै यो त्यसपछि यो जुन रेक्ट्याङ्गल भित्र छ यो चाहिँ ए को पनि होइन बी को पनि होइन हैन। यसलाई अब हामीले नाइदर ए नर बी भनेपछि दुवैको होइन, न ए को न बी को, दुवैको होइन, नपर्ने ए र बी नपर्ने, ए र बी दुवै नपर्ने हैन, नपर्ने नाइदर ए नर बी भनेर हामीले यसलाई सिम्बलमा यसरी कुन भाग चाहिँ कसको त भन्दा टोटल भाग कतिवटा छ भने पुरा भागलाई चाहिँ हामी युले जनाउँछौँ भने यो एउटा गोलोलाई चाहिँ एउटा ए सेटले, दोस्रो गोलोलाई चाहिँ बी सेटले, अब यो बीचको भनेको दुवैमा आउँछ, दुवैको साझा भागमा आउँछ, कमन भइहाल्यो बोथ ए एन्ड बी को। अनि यो चाहिँ ए को मात्र भयो, यो चाहिँ बी को मात्र, अनि ए को मात्र बी को मात्र दुवैको भएपछि अनि एउटा बाँकी रह्यो, बाँकी रहेको भनेको चाहिँ ए को पनि होइन बी को पनि होइन भन्ने कुरा बुझ्नुपर्छ। यो भेन डायग्रामलाई बुझ्नुभयो भने अब युनियनको फर्मुला, इन्टरसेक्सनको फर्मुला, कम्प्लिमेन्टको फर्मुला, अनि फर्मुला भनेको चाहिँ कसरी बन्छ त फेरि यही डायग्रामको हेल्पबाट हामी अब फर्मुला गराउँछौँ। अब चाहिँ हामी फर्मुला सूत्रहरू लेख्न गइरहेछौँ। फर्मुला सूत्रहरू चाहिँ हामी भेन डायग्रामको हेल्पबाट गराउने गर्छौँ। यो भेन डायग्रामबाट कसरी सूत्र बन्छ म यो देखाउन गइरहेको छु। सुरुमा ए युनियन बी, अब यो ए युनियन बी भनेको भेन डायग्राममा के हो त भन्नुहुन्छ भने यो ए युनियन बी भनेको भेन डायग्राममा यो पुरै यो भाग यो र यो सबै भनेको यो यहाँदेखि यो पुरै यो यतिलाई कभर गर्यो भने यो भागलाई चाहिँ हामी ए युनियन बी भन्छौँ। अब यो भनेको एटलिस्ट 1 को कुरा भएको थियो, आइदर ए अर बी अथवा बोथ ए एन्ड बी को कुरा भएको थियो। अब कसरी बन्छ त भन्यो भने यसलाई दुईटा तरिकाले हामी फर्मुलाइज गर्न सक्छौँ। एउटा भनेको पुरै ए लाई लिने, यहाँनिर ल प्लस पुरै बी लाई लिने। अब यहाँ के कुरा भइरहेछ भन्दा ए लाई लिँदा र बी लाई लिँदा चाहिँ यो पार्ट चाहिँ दुईचोटि आयो के, ए लाई लियो, बी लाई लिँदा पनि यो पार्ट चाहिँ दुईचोटि आयो। त्यसैले यसलाई एकचोटि चाहिँ घटाइदिने, इन्टरसेक्सनलाई घटाइदिने, माइनस गरिदिने, यसरी चाहिँ यो फर्मुला बन्छ है। ए पुरै र बी पुरैलाई लियो भने चाहिँ इन्टरसेक्सन घटाउने युनियनको फर्मुलामा, तर मात्र 1 ली ए लियो, यो 1 ली ए मात्र लियो, यो 1 ली एलाई मात्र युज गरियो, अनि 1 ली बी लाई मात्र युज गरियो भने त युनियन भनेको त पुरै हो भने त यति मात्र लिँदाखेरि यो बीचको त छैन नि त। त्यसरी इन्टरसेक्सनलाई त्यतिखेर चाहिँ प्लस गर्ने भने त्यसरी 1 ली ए 1 ली बी मा चाहिँ इन्टरसेक्सन प्लस हुन्छ, ए पुरै बी पुरै लिँदाखेरि चाहिँ यो दुईचोटि आउने भागमा एकचोटि चाहिँ घटाइदिनु पर्यो, यसलाई चाहिँ माइनस गर्ने, एकदमै यो ध्यान दिनुपर्ने कुरा छ। इन्टरसेक्सनलाई पुरा ए पुरा बीसँग घटाउने युनियन निकाल्नु पर्यो भने 1 ली ए 1 ली बीसँग चाहिँ प्लस गर्ने, एक नम्बरमा यो ध्यान दिनु पर्यो। अर्को दोस्रो नम्बरमा ए युनियनकै फर्मुला, युनियन भनेको यो यति मात्र हो भनेपछि यो मात्र हो भनेपछि यो चाहिँ होइन नि त, यो चाहिँ होइन, यो भाग चाहिँ होइन, यो भाग चाहिँ होइन, यो भाग चाहिँ होइन, यो होइन भनेपछि यो बाहेक अरू हो भनेपछि यो बाहेक भनेपछि त पुरैबाट यो होइन भन्नेलाई चाहिँ माइनस गरिदियो भने, पुरैबाट चाहिँ कम्प्लिमेन्टलाई माइनस गरिदियो भने, होइन भन्ने गरिदियो भने, होइन भन्नेलाई माइनस गरिदियो भने यो बाँकी भाग बचेको भरि चाहिँ युनियनको हुन्छ। त्यसरी युनियनको यो अर्को फर्मुला भयो है त। अब यसकै अर्को तरिकाले अब युनियनलाई चाहिँ कम्प्लिमेन्ट गर्न मिल्दो रहेछ हैन, यसरी भनेपछि अब कम्प्लिमेन्टलाई पनि के गर्न मिल्छ एनयुकोबाट, जस्तो कम्प्लिमेन्ट मात्र हो, कम्प्लिमेन्टलाई मात्र जनाउनु पर्यो भने, देखाउनु पर्यो भने त
पुरै युनिभर्सलबाट यो युनियनलाई घटाइदियो भने ए र बी को युनियनलाई घटाइदियो भने माइनस गरिदियो भने कम्प्लिमेन्ट नै बच्छ। त्यसैले कम्प्लिमेन्टको फर्मुला चाहिँ त्यसरी युनियनको ए युनियन बी कार्डिनलिटी अफ ए युनियन बी लाई एनयुबाट टोटलबाट चाहिँ हामीले कम्प्लिमेन्ट घटाउनु पर्छ भने कम्प्लिमेन्टको निकाल्दाखेरि युनियनको कम्प्लिमेन्ट निकाल्दाखेरि फेरि टोटल एनयुबाट युनियनलाई के गरिदिने घटाइदिने दोस्रो नम्बर फर्मुला। अब तेस्रो नम्बरमा मात्र ओन्ली ए लिँदाखेरि यो ओन्ली एमा ओन्ली ए को मात्र लिँदाखेरि यो भागलाई मात्र लिँदाखेरि यो पार्टलाई मात्र ओन्ली ए लाई मात्र लिँदाखेरि यो खास पुरै ए यो हो, यो पुरै यो मैले जुन क्लियर गरेँ नि यो पुरै ए यो हो। यो पुरै एमा हामीले ओन्ली ए मात्र लिनु पर्यो भने कसलाई माइनस गरिदिनु पर्यो भन्दाखेरि यो भागलाई माइनस गरिदिने, यो भागलाई क्यान्सल गरिदिने हो भने ओन्ली यताको ए मात्र बच्छ। त्यसैले ओन्ली ए निकाल्नु पर्यो भने पुरा एबाट इन्टरसेक्सनलाई माइनस गरिदिने। त्यस्तै यो ओन्ली बी को लागि मात्र ओन्ली बी मात्र चाहियो भने यो ओन्ली बी चाहियो भने पुरा बी भनेको यो यहाँसम्म हो, पुरै बी चाहिँ यो पार्ट भयो। अब यो पुरा बीबाट ओन्ली बी चाहियो भने यो इन्टरसेक्सनलाई फेरि के गरिदिने माइनस गरिदिने। जसरी ओन्ली एमा पुरा एबाट इन्टरसेक्सन माइनस गरेको जस्तै ओन्ली बी निकाल्नको लागि चाहिँ पुरा बीबाट इन्टरसेक्सन के गरिदिने माइनस गरिदिने। यसलाई चाहिँ के गरिदिने हटाइदिने, काट्दिने, माइनस गरिदिने, क्यान्सल गरिदिने, माइनस गरिदिने भनेको है त यो इन्टरसेक्सन ए इन्टरसेक्सन बीलाई। त्यसपछि अर्को भनेको यो पुरै अब कति होला त पुरै भित्रको युनियन यसको फर्मुला के होला त भन्ने कुरा एकदमै इम्पोर्टेन्ट हुन्छ। यसको फर्मुला भनेको यो कतिवटा पार्ट मिलेर बनाएको छ भन्दाखेरि यो 4वटा पार्ट 1 2 3 र बाहिरको 4 भनेपछि के हुन् त 4वटा पार्ट भनेपछि के हुन् भनेपछि एउटा ओन्ली ए, एउटा ओन्ली बी, यो इन्टरसेक्सन र यो कम्प्लिमेन्ट। यो 1 2 3 4वटालाई जोड्यो भने यसरी युनियन यहाँ यो टोटल एनयुको चाहिँ टोटल भन्यो भने ओन्ली ए ओन्ली बी इन्टरसेक्सन र कम्प्लिमेन्टलाई सबैलाई 1 2 3 4वटा भागलाई एड गर्यो भने एनयु बन्छ। यही डायग्रामबाट हामी यो अर्को फर्मुला लेख्न सक्छौँ। र अर्को कुरा के गर्न सक्छौँ त भन्दाखेरि यदि होइन अर्को तरिकाले गर्यो भने एउटा चाहिँ ओन्ली यो चाहिँ पुरै अनि कम्प्लिमेन्ट यसरी पनि गर्न सक्छौँ। एउटा चाहिँ ओन्ली एउटा चाहिँ पुरा अनि कम्प्लिमेन्ट यसरी पनि गर्न सक्छौँ है। यो पनि कता इम्पोर्टेन्ट नै छ। यसरी हामीले बेसिक यति फर्मुला भयो भने यो डायग्रामको हेल्पबाट यति फर्मुलाहरू जान्यौँ, हामीले याद गर्न सक्यौँ, हामीलाई चाहिँ कण्ठ पार्यौँ, हामीलाई चाहिँ थाहा भयो भने होइन हामीले यो डायग्रामको थ्रुबाट कण्ठ पनि पार्नु पर्दैन। डायग्रामको थ्रुबाट हामीले यति फर्मुलाहरू लेख्न सक्यौँ, हामीले आयो भने हामी पछि प्रब्लम गर्दाखेरि हामीलाई गाह्रो हुँदैन। त्यसैले यो फर्मुला चाहिँ एकदमै याद गर्नु होला। अब यसपछि अब फर्मुला नोटेसनको कुराहरू भइसकेको छ होइन, फर्मुलाहरूको कुरा भइसकेको छ, डायग्रामको कुरा भइसकेपछि अब एकदम बेसिक होइन बेसिक डायग्रामबाट तपाईँलाई म केही एउटा दुईवटा सिम्पल क्वेसनबाट चाहिँ नेक्स्ट भिडियोमा अरू अलिकति हामी इक्जाम रिलेटेड इक्जाममा ठ्याक्कै एक्ज्याक्टमा कस्तो क्वेसन आउँछ भन्ने कस्तो क्वेसन आउँछ त्यसको एन्सर कसरी गर्ने भन्ने चाहिँ नेक्स्ट भिडियोमा गर्नेछु। त्यस टाइम अहिलेलाई यो भिडियोमा यहाँसम्म हेरिदिनु भयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू।